साला अनि राइलिङले बालेनजीलाई भोट हाल्नुहुन्छ र? नाम चाहिँ हर्क, बोली चाहिँ सबै बिस्मत लाग्दो मात्र। नाम हर्क, काम बिस्मत लाग्ने मात्र गर्न थाल्नु भएको छ। पहिला एकदम राम्रो यो गोपी हमाल, बालेन शाह, हर्क साम्पाङलाई हामी एउटै उसमा हेर्थ्यौँ क्या, धरातलमा एकदम उदाएका तारा। यिनीहरूले चाहिँ अब देशको केही एउटा राम्रो काम गर्छन् भनेर हामीले एउटा आश गरेका थियौँ। अब जुन तरिकाले उहाँको बोल्ने तरिकाहरू हुँदै गएको छ, क्षुद्र वचन र अलिकति न्यारो माइन्ड देखिरहेछ है, यो तरिकाले हर्कजीलाई चाहिँ हामीले समर्थन गर्नु नि बेकार रहेछ भन्ने कुरो छर्लङ्गै हुँदै आएको छौँ। हाम्रो कति साथीहरू छन् हर्क साम्पाङको समर्थक मेरै टोल छिमेकमा, उहाँहरूले पनि अहिले त बकवास मान्छे हो भनेर भन्न थालिसक्नुभयो। अनि मैले जानेको कुरो चाहिँ के हो भने बालेनलाई भोट हाले छलेनको बाटो, हर्कलाई भोट हाले नर्कको बाटो भनेर थाहा पाइसक्यौँ हामीले। त्यही भएर अब सुध्रिनेवाला छैनन् हाम्रो हर्कजी, थाहा पाइसक्यौँ। झुक्किएर कताबाट कता त्यो पहिला सम्पूर्ण पार्टीहरूसँग रुष्ट भएका मान्छेहरूले चाहिँ हर्कलाई जिताइदिएछन्। अब हर्कजीले श्रमदान गर्ने उसमा उही त नर्कको बाटै त लगिरहेको। राम्रो हो त? आफूले गरे मात्र राम्रो ठान्ने, खालि आफ्नै जय जयकार आफै गाउने, आफै मपाई। थिङ्किङ 2 टाइम स्पिक 1 टाइम भनिन्छ इङ्ग्लिसमा नि कहावत छ। हाम्रो खोइ हर्कजीको, हर्कजी त पुरै थिङ्किङ सिङ्किङ छैन, बोले के बोल्नुहुन्छ के बोल्नु हुँदैन। म एउटा राजनीतिक पार्टीसँग त्यस्तो आबद्ध भएको मान्छे चाहिँ होइन, तापनि मलाई यति ज्ञान छ कि हर्कजीले बोले चाहिँ अलिकति मिलिरहेको छैन, धेरै नै बोलिरहनु भएको छ भनेर मलाई त्यस्तो लाग्छ। भने कतिवटा विद्वान मान्छे, कति राजनीतिक दलका पार्टीका मान्छे हुन्छ नि सदस्यहरूलाई कस्तो लाग्दो होला। हर्कजी अब मैले सुधारे त तपाईँ सुध्रिनुवाला हुनुहुन्न मलाई थाहा छ, तर मैले नि भन्न त पाउनु पर्यो नि। यो भएन, हर्कलाई भोट हाल्नु नर्ककै बाटो जस्तो हुने भयो। द्याट्स अल, अरू केही भन्न मन पनि लागेन। टुङ्गाएँ मैले आफ्नो कुरा। हर्कजी बर्बाद पार्नुभयो।